नेपालीमा हाम्रो नेपाली भाइहरुमा हैन यहाँ गेम सुरु भइसकेछ ब्याडमिन्टन ल को जित्छ हार्छ हैन अब खेलाडीको राम्रो छ हेरौं हेर्नु के हो रेफरी पनि राम्रो छैन क्या ल हेर्नु है यहाँ हाम्रो मेन खेलाडी ल यता 11 उता 8 ल हेर्नु है साथीहरु यहाँ हाम्रो खेलाडीहरु के गरेछन् आपसमा लड्न खोजेछन् कसरी टुर्नामेन्ट खेल्न जान्छन् 11-10 भएछ ल बेइज्जती नगराउने यार यहाँ त लाइभ त म अनि युट्युब मा जान्छ नि मेरो फेरि ल यहाँ म पनि हेर्न आइसकेको छु उता अर्को गेम भइरहेछ हेर्नु हैन म्यानमार केटाहरु छन् खुट्टाले मात्र खेल्छन् कस्तो दामी खेलेछ के हो पॉइंट को लागि लडेको लडे मान्छेहरु हैन ल हैन हैन 16-15 ल चन्द्र हार्न लाए है त्यस्तो नगर है राम्रोसँग खेलौं 17-15 ये हाम्रो प्लेयरहरु हेर्नु है प्लेयर त भनेको ए कोले जित्छ कोले हार्छ है यहाँ भन्नु त हाँ सर को जित्छ को हार्छ यता जित्छ सेभ पॉइंट 16 जित्छ है सेभ पॉइंट यताको अब टिम जित्यो है भाइ 20 ल
यहाँ हाम्रो होइन रेफरी साहब रेफरी सर फेरि बेस्ट अफ 3 मा अब रेफरी सर के भन्ने हो बेस्ट अफ एकदम राम्रो रमाइलो भइरहेछ कि बेस्ट अफ 3 मा गइसकेछ जसले जित्छ कसले जित्यो फेरि कहाँ चेन्ज हो एक टिम एक गेम जित्यो ए ल एक गेम दुईटै टिमले जितिसकेको छ उता हाम्रो भिचुदाइ त भगाउँदै छ एकछिन पछि केही भन्ने छ भन्ने भन्नु है 0 हाम्रो अन्तर्राष्ट्रिय रेफ्री गुरुङ यहाँ मलेसिया खेलमा होइन यहाँ हेर्नु केटाहरू सब यी हार्ने मान्छे जेनजीको केटा हार्यो ओ मिस गरेछन् है यहाँ मिस गरेछन् क्यामेरा उतै हो मिस गर्ने मान्छेतिर उता मिस गरेछन् फेरि हाम्रो विश्वास सर खाता खोलेछ 1-4